हे ल सुरु गरौँ। सेमी फाइनल जितेर फाइनल खेल्न जाँदै हुनुहुन्छ, त्यसको लागि धेरै धेरै बधाई छ। अनि फ्रान्ससँग खेल्न कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ? स्पेसली एम्बापेसँग ठाडै भिडन्त हुँदैछ तपाईँको। एम्बापेसँग खेल्न कतिको एक्साइटेड हुनुहुन्छ कृपया बताइदिनुहोस् न। मलाई चाहिँ एम्बापेसँग भन्दा पनि नेमार भाइ रोनाल्डो दाईसँग खेल्न मन लाग्थ्यो, तर तिनीहरू सबै हारिहाले। हल्का नरमाइलो लाग्यो मलाई। रोनाल्डो नेमारहरूसँग खेल्दा अलिक बढी एक्साइटिङ हुन्थ्यो। कुरो के भएको थियो भन्दाखेरि मेरो जुत्ताको तुना फुस्किएको थियो क्या होइन, पेनल्टी हान्ने बेलामा मेरो जुत्ताको तुना फुस्केपछि चाहिँ अनि मेरो आफैले लागेको मोजा चाहिँ म आफैलाई बनाएर चाहिने साह्रै नै डिस्ट्र्याक्सन चाहिँ भइरहेको थियो कि होइन। हेलो क्रिस्टियानो रोनाल्डो, तँलाई एउटा कुरा भन्छु, कसैलाई नभन्न है। त्यस्तो घात गर्ने बानी छै मेरो, डुक्का भएर भन्। मलाई त सरिता कस्तो मन पर्छ, कसैलाई नभने फेरि अस्ति नि पूजाको कुरा सबैलाई भन्निस्। भन्दिन के भाइ, कस्तो डराको होला के त छ्या। A few moments later. गाउँले हो, मेसीलाई त सरिता मन पर्छ रे, सरितालाई मेन्सन गरिदिन है गाउँले हो। आम्मामामा, भाइले त फुटबल खतरा खेल्दो रहेछ त।